रसिदेले लस्सो फ्यापुला नमस्ते म लामा राजकुमार पाखरिन। आज चाहिँ म हजुरहरूलाई यो भिडियो मार्फत देश विदेश जहाँ हुनुहुन्छ त्यहीँनिर हजुरहरूलाई निन्द्रा लाग्दैन, त्यसै गरी रिस उठ्ने, सोचेको कामहरू पुरा नहुने, भूत प्रेतहरू लागिराख्ने, एकदम सताइराख्ने दुष्टहरूले भेदहरूले सताइराख्छ भने के गर्ने होला भनेर सोचिराख्नु भएको छ भने हजुरहरूले एकदमै निर्धक्का साथ बिहान बेलुका जति सक्दो घटीमा 108 108 बिहान बेलुका बढीमा चाहिँ 1000 भन्दा माथि हजुरहरूले यो गुरुपदमा सम्भव र सम्पूर्ण बोधिसत्वहरूको सार संक्षेप उहाँहरूको आशीर्वाद प्राप्त 12वटा अक्षर ओमा हुङ बेजा गुरु ब्रह्मा सिद्धि हुङ ओमा हुङ बेजा गुरु ब्रह्मा सिद्धि हुङ ओमा हुङ बेजा गुरु ब्रह्मा सिद्धि हुङ मन्त्र चाहिँ हजुरले जप्नुहोला। यो मन्त्र जप्नु भयो भने सम्पूर्ण गुरुपद्म सम्भव सहित बोधिसत्वहरूको उहाँको काया भन्छ, उहाँको शरीरको, उहाँको वचनको, उहाँको मनको आशीर्वाद चाहिँ हजुरहरूलाई प्राप्त हुनेछ। जस कारणले गर्दाखेरि हजुरहरूको शरीरमा घर वरिपरि जहाँ हुनुहुन्छ त्यहाँनिरको सम्पूर्ण खालको नराम्रो भूत प्रेत दुष्ट डाकन डङ्किनी नराम्रो खालको छेद भेदहरू दशा ग्रहहरू नाश भएर जानेछ। त्यस कारणले एकदमै गुरु रेम्बोछेले भन्नुभएको छ एकदम निर्धक्कसँग शङ्का नगरिकन यो मन्त्र जप्नुहोस् भनेर उहाँले भनिसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि यो मन्त्र हजुरले जति सक्दो धेरै जप्नु भयो भने यहाँलाई केही पनि समस्याहरू हुने छैन, मनले सोचेको पुरा हुनेछ। धेरै जप्नु भयो भने भूत प्रेतहरू सबै हराएर जानेछ, छेद भेदहरू सबै नाश भएर जानेछ। त्यस कारणले गर्दाखेरि यो ओमा हुँ बेजा गुरु ब्रह्मा सिद्धि हुँ भन्ने मन्त्र चाहिँ हजुरले धेरैभन्दा धेरै जप्नुहोस्। काहीँ पनि हजुरहरूले त्यस्तो खालको समस्याहरूबाट चाहिँ हजुरहरू दुःख पाउनुहुने छैन भन्न चाहन्छु। यो चाहिँ मैले हिसे चोकेल खण्डको छेउबाट लिएको हो। यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला। हस्त धन्यवाद। रसिदेले लसो फ्यापुल्ला।